guys, welcome to the now RB vlogs. सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मेरो पनि यो फर्स्ट बोलेर हालेको भिडियो शिवरात्रिको दिनमा पहिलोचोटि चाहिँ गाडीमा गइरहेको थिएँ। गाडीमा जाने बेला चाहिँ हल्का जाम भएर गेसहरूले नजाम भनेर फर्केर आइयो। अनि त्यसपछि चाहिँ हामी फेरि बाइकमा स्कुटीमा गयो। जाने बेलामा चाहिँ के हुन्छ यसो हेर्दै जानु। अनि कतिजनाले चाहिँ भिडियो देख्नुभएको थियो होला। युट्युब च्यानल चाहिँ आरबी कसको आरबी भ्लग चाहिँ मेरो हो। सबैजनाले यसो साथ सपोर्ट दिनु, चिन्नु भएको नचिन्नु भएको सबैजनाले। अनि अरू चाहिँ यस्तै छ, अब यसो सब्सक्राइब अनि लाइक गरिदिनु होला। अब मैले चाहिँ अब बल्ल हल्का फुल्का यसो भिडियोहरू बनाउँदै गइरहेको छु, किनकि धेरै भिडियो चाहिँ मेरो सर्टहरू छ। सर्ट पनि अब मेरो क्यामेराले खिचेको छ। अहिले चाहिँ आजबाट चाहिँ म हरेक उसको चाहिँ फोटोहरू भिडियोहरू चाहिँ खिच्दै हाल्दै गर्नेछु। लेट्सको अब के हुन्छ बाटोमा हेर्दै जाउँ। हेलो, वेलकम टु माई युट्युब च्यानल। अनि हामी जाँदैछौँ अब यस्तै छ जिन्दगी होइन। म त भन्नुहुन्न आएको के अरे फेरि गाडी त आएन नि। सम्पर्क गर्नु होला। हामी जाँदैछौँ अब बारमा डाँडामा पानी आकाशमा उडी। ए मामा साह्रै नगर्छु तिमीले जामा। यहाँ पनि मन भयो। बाइक जान दिन्छ कि यहाँ बाइक जान दिन्छ कि बाइक जान दिन्छ कि बाइक अगाडिबाट नै भर्खर गराएको चिनेन मलाई। एउटा हो कुम्दीकोट जान लाग्यो। शिवाजीले भेट्नै नखोजेर कि अहिले पनि गएर फर्केर आइयो। अहिले पनि ताल त्यस्तै होला जस्तो भाइ सानो जाने बाटो हेरौँ होइन। कसैले सक्दैन फेरि कि प्राइभेटले त सक्दैन। दाइलाई पिसपले च्यापेछ। अब गाई होइन होइन पछाडिबाट चढिरहेछ। गाजा जाउँ न समय चाहिँ होइन। हामी अहिले यहाँ यति ढिलो कुदा हामी यो मान्छेले स्कुटी हरेन मात्र बजाएको। अनि हामी चाहिँ अहिले यहाँ ठ्याक्क पोखरा भ्यू पोइन्टमा आइयो। हल्का अब यस्तै छ जिन्दगी होइन। अनि अब आइ पनि फेरि आएर फर्केर गएको। त्यो भएर मनले मानेन कि त्यो भएर नि आइदिएको गाई चाहिँ यस्तै हो। अब हामी त्यसरी नै हाम्रो जिन्दगी होइन। पोखरामा नि घाम लाग्छ। पानीको साङ्गाली नै हो कि हेरौँ कतिको जुट छ जानलाई। यसरी अब जान पाएको त चिन हुन्थ्यो कि अरे। खैरेर धोती बाइक पछाडि हाल्नुपर्छ नि। यस्तो जनावर छ नि यहाँ। गाई जब यो फुम्दीकोटको जाम है। शिवरात्रिमा चाहिँ फुम्दीकोटमा यस्तो हुन्छ होइन। सिधा बनाउनु न दाइ। यस्तै छ होइन।
अब हाम्रो चाहिँ यो पुम्दीकोटको जाम हो गाइज होइन। पुम्दीकोटमा चाहिँ यस्तो जाम छ कि है, यहीँबाट जाम छ क्या पुम्दीकोट जानलाई। के गर्ने है खाजा खिलाइदिनु दाइ सबैलाई। फाइनली छिराउ मलाई छिराउ न हो। पाँच मिनट अगाडि जाम हुन लाग्यो। रमाइलो भयो है एकदम रमाइलो। सही फरक पर्दैन। एक्सिडेन्ट भयो ठोकियो। कटियो नाच्नु एकचोटि लाग्यो होइन। नाच्नु एकचोटि नाच्ने होइन दामी हदाई। कटियो जाम कटियो। खाजा बस्नु फेरि त मैले चिनेको होला। हेलो दाजु ठिक छ। खाजा खाएर बस्नु। खाजा खाएर जानु खाजा खाएर जानु होला। धन्यवाद। पुम्दीकोटमा भनेपछि यहाँबाट यतिको जाम छ भनेपछि गाइज होइन। पुम्दीकोटको जाम चाहिँ कतिको होला बुझौँ त आफै। खाजा खाएर जानु जाम छ यस्तो होइन। अब अङ्कल खाजा खाएर जानु। ओभरटेक नहानौँ दाइ फेरि ब्याक गर्न पर्ला। धेरै स्मार्ट नहुनु। चिया खाइनु हुन्छ दाइ। राईको बनाउन खसे त खाइदिन हुन्थ्यो नि कार्ने। खसलले खसाल्दिन खसै हाम्रो प्लेन बनाइदिने नि त। हल्का टाइम लाग्छ है गाडी आउन। हल्का टाइम लाग्छ जान्छ। नो प्रब्लम। हामी चाहिँ म पुम्दीकोटतिर ठडिदेखा गाइज होइन। यहीँबाट भने ह्याप्पी शिवरात्रि सबैलाई। अब गाउँतिर गएर हल्का भाइ बहिनी होला अब यसो मापसे भन्दा नि गएपछितिर ध्यान दिन पर्ला। यस्तै छ अब हाम्रो होइन। स्कुटी हो अनि म आउन त आएको होइन। यस्तो जाम भएर चाहिँ म फर्केर गएँ। यस्तै छ गाइज अब है। फेरि अब कसैको फेरि यहाँ बोयफ्रेन्ड अनि ज्याप बिहा खाउँछन् है। अब तिनीहरूको फेरि भिडियो देखिएला र फेरि घर मार्ला होइन। घरकाले मार्ला त्यसका लागि चाहिँ अलिकति अब क्षमा गयो। अब अरू भनेको यस्तो गाइज अब चाहिँ हामी सिधा गएर जाममा भेटिन्छ। हामी चाहिँ अब ठ्याक्क आउन लाग्यो होइन। यो बाटो पनि आएर गएको क्या फेरि खैरोहरूलाई लिएर आएको जाम लिएर खैरोहरूले त कहाँ खाने
अनि लास्टै गाह्रो भएर बिचराहरूलाई त अनि म रिटर्न हान्दिएँ क्या नो टकिङ नो वकिङ आई एम सकिङ यस्तै त तिम्रो जुनी हालेर यो भनेको लड्यो कि शिवाजीलाई पाउनुभयो कि नै भर्खरै बोलाउँदै थिएँ शिवाजीलाई फर्किहाल्नु भएछ म पनि पार्वती खोज्न हिँडेको न खासै त्यस्तो त लाग्दैन त्यही पनि म पार्वतीलाई खोज्न हिँडिरहेको छु भाइ बिस्तारै जाऊ है जान्छ तल फेरि म त फेरि एउटा गरे साइले यहाँबाट गइदिएको कि म मान्छ यहाँबाट छिटो गइदिएको कि गएको बाटो चाहिँ यो म अहिले चाहिँ जाम खुलेछ हुन त खैरीहरूको भाग्य नभएपछि त्यस्तै हुन्छ कि गाइज मैले लिएर आउने बेलामा चाहिँ यहाँबाट केही जाम थियो है अब कति बेला अनि यस्तो जाम थियो कि दाइले पनि मिश्र विसर्जन हान्नुभएछ के गर्नु शिवाजीलाई पाउनुभयो उहाँले नि पाउनु भएन क्या ठिकै छ मैले त अवश्य पाइसकेँ पार्वतीलाई जुत्ता त नदेखाउनु न घाँटी बसेर हो नत्र कि त म पनि हेरी म पनि यिनलाई नि अहिले भेटेको थिएँ कि हेरी यसलाई रोकेर भन्नुपर्ने मान्छे थोरै हो कि धेरै हो पनि अब यो बाटो नि हिँड्न पाइयो आज फर्स्ट टाइम शिवरात्रि परेर यो विषयमा चाहिँ के भन्छ शिवरात्रिमा चाहिँ खुट्टा गल्यो नि यार बेला बेलामा हिँड्न नि पर्दो रहेछ नत्र खुट्टाले साह्रै अप्ठ्यारो पाइँदो रहेछ एन्ट्री भयो होइन म्याम यत्रो मान्छे आन् तर शिवजी रिसाएर दिन चाहिँ खुल्ला भएन नि हाम्रो अङ्कल ठिक छ अङ्कल सकेसम्म चिनेको चाहिँ एकजना पनि नभेटियो हुन्थ्यो दाइ विज्ञापन हान्नु टिकट होला नि हाने अनि अच्छा फाइनली केटाहरू त कोही नआएछ नि त अच्छा हेर कपाल खोलेर जानुपर्ने हो यी माथि
कालिका देवीको त पशुपतिमा नि सुनेको थिएँ कि रे सुन्दिन बरु सब चिनेको मात्रै देखियो त यार एउटा नि देखिन कतिजना गइसक्यो यार खाजा जानुपर्छ खाजाको त सुन्नु पर्ने नि खाने होला बिर्सेर हो क्या हराउलाई नमाना पनि मेरो